Okay, so let's do trading trading account PL account र PL appropriation है त यो चाहिँ विदाउट एनी क्वेसनको यस्तो डेबिट क्रेडिट भएको के भन्छ पार्टिकुलर्स हुन्छ अनि अमाउन्ट AMO UNT अमाउन्ट पार्टिकुलर्स अमाउन्ट पर्दालाई माथि गर्छु बुझालोस् ओके यो ट्रेडिङ एकाउन्ट है त ट्रेडिङ एकाउन्ट भनेको चाहिँ कस्तो एकाउन्ट हो भन्दाखेरि यो चाहिँ यस्तो एकाउन्ट हो जुनले चाहिँ फ्याक्ट्रीमा भएको खर्च फ्याक्ट्रीमा भएको आम्दानी फ्याक्ट्रीले गर्दाखेरि फ्याक्ट्रीकै मात्र हेर्छ क्या यसले जस्तै अब हुन्छ नि खर्चहरू डेबिट एक्सपेन्सेस भनेको डेबिट हो र इन्कम भनेको क्रेडिट हो यो त थाहा छँदैछ थाहा छैन भने पनि थाहा हुनु पर्यो अब फ्याक्ट्रीबाट यसमा सबभन्दा यसको बुझ्नु सजिलो छ ट्रेडिङ किनकि यसको क्रेडिटमा थोर चिज लाग्छ थोर चिज भन्नाले के लाग्छ अब यसको क्रेडिट साइडमा लेख्दाखेरि बाई लेख्नुपर्छ यो साइडमा लेख्दा टु लेख्नुपर्छ है त बाई लेखो यसमा सेल्स लाग्छ एउटा सेल्स लाग्छ अर्को लाग्छ क्लोजिङ स्टक सक्यो क्लोजिङ स्टक भन्नाले जुन चाहिँ बेचिएन जुन चाहिँ रह्यो फ्याक्ट्रीमै त्यो भन्न खोजेको यति नै हो लाग्ने अब यहाँ सेल्स रिटर्न भनेको छ भने यहाँ माइनस भइहाल्छ भइगयो होइन अरू सक्यो है त अब यसमा चाहिँ इन्कम स्टेटमेन्टमा पनि पढेको छ नि COGS कस्ट अफ गुड्स सोल्ड लाग्छ यसमा सबै त्यो हुनसक्छ ओपनिङ स्टक त्यो हुनसक्छ पर्चेस त्यो हुनसक्छ फ्याक्ट्री रेन्ट नाममा फ्याक्ट्री दिएको छ भने मात्र यहाँ लाग्छ है त अब डाइरेक्ट रेन्ट मात्र भनेको यो पिएलमा लाग्थ्यो अनि लाग्छ वेजेस भनेको लेबरहरूलाई दिने खर्च त्यो पैसा अब यसमा यस्तो हुनु पनि सक्थ्यो टु वेजेस एन्ड स्यालेरिज सुरुमा वेजेस दिएको छ भने पनि फ्याक्ट्रीमै यो ट्रेडिङमै लाग्छ तर यहाँ स्यालेरी एन्ड वेजेस भनेको चाहिँ पिएलमा लाग्थ्यो अब यहाँ अर्को हुनसक्छ फ्युल इलेक्ट्रिसिटी मोटिभ पावरहरू सबै यसमा लाग्छ ट्रेडिङमा यति भयो अनि अब जुनको बेसी छ त्यो हेर्ने है त सपोज यसको बेसी आयो अरे मानौँ यसको बेसी छ भनेपछि कति आयो टोटल लेख्नु पऱ्यो यसमा टोटल लेख्नु पऱ्यो नपुगेको जति डेबिट साइडमा थप्नु भने टु ग्रस प्रफिट निस्किन्छ डेबिट साइडमा थप्दाखेरि चाहिँ तर अब यहाँ बेसी आयो सपोज अनि सेम लेखियो अब यो साइड थप्नु पऱ्यो भने बाई ग्रस लस लेखिन्छ सक्यो ट्रेडिङ एकाउन्ट यति छ सिम्पल यसमा फ्याक्ट्रीको आम्दानी त्यस्तै यसमा लाग्ने भनेको कस्ट अफ गुड्स सोल्ड सक्यो है त अब लेखौँ पिएल एकाउन्ट डेबिट क्रेडिट पार्टिकुलर्स अमाउन्ट अब सबभन्दा सुरुमा यहाँ के लाग्छ प्रफिट यता लेखेको हुन्छ नि हामीले जुन थप्दाखेरि तर हामीले के बुझेको छौँ इन्कम त क्रेडिट हो प्रफिट भनेको त इन्कम भयो त्यही भएर यता जान्छ डेबिटदेखि यस्तो जोडा मिलाउँछ जसरी पुगेर आउँछ यहाँ आउँछ बाई आउँछ ग्रस प्रफिट तर अब यो लस सपोज लस आएको भए अपोजिट जान्छ किनकि लस त एक्सपेन्सेस भइगयो एक्सपेन्सेस डेबिटमा यहाँ आएको भए टु ग्रस लस भनेर आउँथ्यो अब यहाँ के हुन्छ भन्दाखेरि पिएल एकाउन्टमा चाहिँ जेको अन्तिममा रिसिभ्ड लेखेको हुन्छ नि रिसिभ्ड त्यो सबै यसमा जान्छ अब यहाँ बाई रेन्ट रिसिभ्ड भनेको इन्कम भनेको क्रेडिट तर यहाँ फेरि टु रेन्ट मात्र भन्नु भने फेरि डेबिटमा जान्छ किनकि डेबिट भनेको यो भनेको खर्च हो रेन्ट मात्र भन्नु भने यो पिएल एकाउन्टले चाहिँ के डिल गर्छ भन्दाखेरि अफिसमा लाग्ने खर्च जस्तै स्यालेरीहरू जेनरल खर्च जस्तै रेन्टहरू
अनि सेलिङ एक्सपेन्सेसहरू, एडभर्टिजमेन्ट, अनि क्यारिज आउटवर्डहरू। क्यारिज आउटवर्ड भन्दा याद आयो, यहाँ क्यारिज इनवर्ड पनि लाग्छ। टु क्यारिज इनवर्ड यो पनि लाग्छ। अब टु क्यारिज मात्र सोधेको छ भने यहीँ लेखिदिने हो ट्रेडिङमै। क्यारिज इनवर्ड आउटवर्ड केही लेखेको छैन, यहाँ लेखिदिने ट्रेडिङमा। अनि यहाँ लाग्यो टु क्यारिज आउटवर्ड। यो भनेको चाहिँ के भन्दाखेरि बेच्नको लागि सामान लगो त्यसको खर्च भन्न खोजेको क्या। यहाँ भनेको आफूले किन्दाखेरि पर्चेस गर्दाखेरि लागेको, इनवर्ड गर्दाखेरि लागेको। पर्चेस रिटर्न छ भने यसमा माइनस हुन्छ, त्यो त थाहा छँदैछ होइन। ल अब लेखौँ बाई कमिसन रिसिभ्ड भयो नि क्रेडिट साइड। तर फेरि टु कमिसन मात्र लेख्यो भने फेरि यो साइड, किनकि रिसिप्ट लेख्दा मात्र यता लेखिन्छ क्या, इन्कम लेख्ने हो। अब यहाँ के हुनसक्छ भन्दाखेरि एडभर्टिजमेन्ट एक्सपेन्सेस, सेलिङ एक्सपेन्सेस, मिसलेनियस एक्सपेन्सेसहरू लेख्ने हो। अब ब्याड डेप्टहरू पनि यतै आउँछ, प्रोभिजन पनि सबै यता आउँछ। ब्याड डेप्ट टु ब्याड डेप्ट टु प्रोभिजन फर ब्याड डेप्ट भनेर यता आउँछ। सबै खर्च चाहिँ यहीँ आउँछ है। डेबिट साइडमा सबै खर्च, अफिसमा लाग्ने खर्च, जेनरल खर्च, सेलिङ एक्सपेन्सेस खर्च। यसको फ्याक्ट्री मात्र बुझ्दा भयो, यो सबै अरू खर्च, अरू सबै खर्च भन्दा भयो क्या। फेरि फ्याक्ट्रीमा यो चाहिँ अरू खर्च। यहाँ फ्याक्ट्री रेन्ट सोद्धाखेरि यहाँ, तर रेन्ट मात्र सोद्धा यहाँ। तर रिसिप्ट भयो भने फेरि क्रेडिटमा इन्कम हो नि त, क्रेडिट भनेको रिसिप्ट लेख्यो भने सबै क्रेडिटमा लेख्ने। अनि अब के हुन्छ भन्दाखेरि लु इन्ट्रेस्ट रिसिप्ट आयो भने यहाँ आउँछ है, इन्ट्रेस्ट रिसिप्ट। तर इन्ट्रेस्ट मात्र भयो भने यहाँ आउँछ, इन्ट्रेस्ट मात्र भनेको खर्च हो नि त। अब मानौँ यो साइडको क्रेडिट साइडको बेसी छ अरे, बेसी आएको एउटा लेख्यो, यहाँ बेसी आयो भने यहाँ थप्नु पऱ्यो। तर यहाँ आएपछि के थपिन्छ, नेट प्रफिट लेखिन्छ। नेट प्रफिट, त्यो डिफ्रेन्स, यिनीहरूको डिफ्रेन्स चाहिँ के हुन्छ, नेट प्रफिट। तर यहाँ यो साइड बेसी आएको है, सपोज यो साइड थप्नु परेको है, बाई नेट लस। सक्यो, पिआल सक्यो। अब पिआल एप्रोप्रिएसन हेरौँ। पिआल एप्रोप्रिएसन अकाउन्ट, यसको पनि फर्मेट सेम, डेबिट क्रेडिट, पार्टिकुलर्स अमाउन्ट, अब यसमा चाहिँ के हुन्छ भन्दाखेरि डेबिट साइड क्रेडिट साइड फोर चिज देखाइन्छ। के देखाइन्छ, बाई यो त देखाइहाल्यो होइन, नेट लस त देखाइहाल्यो, नेट प्रफिट मात्र, नेट प्रफिट देखाउँछ क्रेडिट साइड इन्कमबाट। यहाँ आएपछि नेट लस हुन्थ्यो। हेलो नेट प्रफिट यति नेट लस हो क्या, यति हुन्थ्यो नेट लस। अब क्वेसनमा पिएल एप्रोप्रिएसन दिएको छ भने क्वेसनमा एउटा कुरा सोधेको हुन्छ, त्यहाँ दिएको हुन्छ पिएल एप्रोप्रिएसनै भनेर दिएको हुन्छ क्या, यति एमाउन्ट भनेर। त्यो भनेको चाहिँ पिएल एप्रोप्रिएसनमै लेख्ने। कुन साइड लेख्ने, क्रेडिट साइड के भनेर लेख्ने, तर बाई ब्यालेन्स बिडी भनेर लेखिदिने, लेख्यो नि त। अनि यसमा यो साइडमा के आउँछ भन्दाखेरि प्रोभिजन आउँछ। प्रोभिजन कस्तो प्रोभिजन आउँछ भन्दाखेरि प्रोभिजन फर ट्याक्स आउँछ। तर करेन्ट इयरको आउँदैन, यहाँ लेखेको हुन्छ प्रिभियस इयर, पुरानो इयरको, पास्ट इयरको प्रोभिजन अफ ट्याक्स आउँछ यस्तोमा। तर ट्याक्स पेड अफ लास्ट इयर भनेर आयो भने चाहिँ यहाँ जान्छ यो साइड, टु ट्याक्स पेड लास्ट इयरको। क्वेसनमै भनेको हुन्छ लास्ट इयर कि प्रेजेन्ट इयर भनेर, भइगयो होइन। अनि यसमा अर्को पनि आउँछ प्रोभिजन, त्यो चाहिँ नो लङ्गर रिक्वायर्डवाला प्रोभिजन हुन्छ क्या। अब चाहिँ नचाहिने प्रोभिजन, त्यो पनि पुरानै त्यस्तै टाइपको, जस्तो क्वेसनमै दिएको हुन्छ। सक्यो, यति मात्र आउने यसमा। यो साइडमा के आउँछ अरे, पिएल एप्रोप्रिएसन लेखेको हुँदाखेरि ब्यालेन्स बिडी भनेर लेख्नु पऱ्यो, नेट प्रफिट भयो त यहीँको, अनि प्रोभिजन फर लास्ट इयर ट्याक्सको, अनि प्रोभिजन नो लङ्गर रिक्वायर्ड। यो साइड के आउँछ भन्दाखेरि यस्तो वर्डहरू आउँछ क्या,
general reserve dividend general reserve dividend त्यही हो अरू ट्रान्सपोर्ट टु general reserve dividend interim INTRM interim dividend यस्तो हुन्छ क्या general reserve to dividend यति आउने हो यसमा पनि सक्यो है त यति मात्र हो यसको कामै छैन धेरै अब यसमा चाहिँ के लेखिन्छ भन्ने कुरा हो सपोज यसको बेसी आयो अरे लेख्यौँ यसको पनि सेम लेख्नु पर्यो यता थप्दाखेरि टु सरप्लस भनेको प्रफिट भन्नु बुझिन्छ टु सरप्लस भनेर यति थप्ने अब यहाँ बेसी आयो भने इक्वल लेख्दै टु बाई डेफिसिट सक्यो यति नै हो ट्रेडिङ यो र पिएलआर प्रिपरेसन अब ब्यालेन्स सिटमा त के हुन्छ भन्दाखेरि एसेट्स एमाउन्ट लायबिलिटिज एमाउन्ट एसेट्स भनेको के हो त्यो छुट्याउनु पर्ने लायबिलिटिज भनेको के हो छुट्याउनु पर्ने त्यो फर्मेट अनुसार छुट्याउनुपर्छ भन्ने पनि छैन क्या त्यो छुट्याइदिने किनकि फर्मेट आफूलाई पनि आउँदैन मलाई चाहिँदैन फर्मेट त्यो ओभररेटेड हो यति गर्दाखेरि 5 मार्क्स आइगयो ल मिलते हैं अगली वीडियो में तब तक के लिए बाय बाय।